अब हामी अर्को टपिक जुन थर्ड मेथड छ, थर्ड मेथड जुनलाई चाहिँ सेकेन्ड मेथड भन्छ, सेकेन्ड मेथड पढ्छौँ। जस्तो यसमा चाहिँ कस्तो हुन्छ भने सिमिलर हुन्छ क्या, सिमिलर टु द फर्स्ट पोजिसन मेथड हो। तर यसमा के चाहिँ सजिलो छ भन्दाखेरि यसमा अहिलेकोमा चाहिँ के हुन्थ्यो, सी नेगेटिभ पोजिटिभ आउँदाखेरि फरक पर्थ्यो होइन, अनि यसमा चाहिँ केही फरक पर्दैन। जस्तो अहिलेकै क्वेसन एक्जाम्पलबाट हेरौँ सजिलो तरिकाले। जस्तो एक्स क्युब माइनस एक्स माइनस 3 छ है, इक्वल्स टु 0 छ भने यसको एप्रोक्सिमेटली 1.671 जति आउँछ होइन, एप्रोक्सिमेट भ्यालु यति थाहा छ। अनि अब यो मेथडबाट चाहिँ लास्ट सजिलो हुन्छ क्या, कस्तो भने अहिलेको सेमै भ्यालु हो, जस्तो फर्स्ट पोजिसन मेथड सिकेको थियो नि त्यस्तै हो, सेमै हो। जस्तो मानौँ कि यसको भ्यालु भनेको ए र बी भनेको त थाहा छ नै छ, 1 हो र 2 हो। अब यति थाहा भइसकेपछि एक्स यस्तो छ है, त्यो चाहिँ ए बी छ, 1 2 छ। अब यसमा चाहिँ के हुन्छ भने सेकेन्ड मेथडमा चाहिँ यो नहुँदा नि भयो क्या, यो क्यालकुलेसन नगर्दा नि भयो, किनभने माइनस प्लसले केही पनि फरक पार्दैन यसमा। जस्तो कि जस्तो ए इक्वल्स टु कति भयो 1 भयो र बी इक्वल्स टु 2 भयो अनि अब सी इक्वल्स टु त अहिले जस्तो ए एफ अफ बी माइनस बी बी के भयो त एफ अफ ए भयो होइन, बाई एफ अफ बी माइनस एफ अफ ए भयो। अब अहिले जस्तै पुट गर्दाखेरि कति हुन्छ त, यसमा गर्दाखेरि 1 भयो होइन, इन्टु एफ अफ बी भनेको यहाँ भनेको 2 क्युब माइनस 2 माइनस 3 माइनस होइन 2 भयो। अब यसमा के भयो त भन्दाखेरि 1 क्युब माइनस 1 माइनस 3 भयो बाई 2 क्युब माइनस 2 माइनस 3 माइनस 1 क्युब माइनस 1 माइनस 3 भयो। यति भइसकेपछि अब यसबाट के थाहा हुन्छ भन्दाखेरि अब यसमा 1 भयो इन्टु 3 भयो है, 3 भयो माइनस 2 इन्टु कति भयो माइनस 3 भयो बाई 3 अनि माइनस 3 भयो अनि कति भयो त यो 3 प्लस 6 बाई 6 भयो। यो भनेको कति हो 1.5 नै भयो, सीको भ्यालु 1.5 आयो। अब यसमा चाहिँ एफ अफ सी चाहिँदैन क्या, यसमा यो सबभन्दा सजिलो हो। अब यसमा के गर्ने, सिमिलर नै हो, अब स्टेप जस्तो यहाँ हेरौँ एक स्टेप गर्ने होइन। ए को भ्यालु थाहा छँदैछ, बी को भ्यालु थाहा छँदैछ, सी को भ्यालु भने एफ अफ के हुन्छ ए एफ अफ बी माइनस बी एफ अफ ए बाई एफ अफ बी माइनस एफ अफ ए होइन। अब यसमा चाहिँ अपडेट सिधै अपडेट अनि चाहिँ केही गर्नै परेन क्या। जस्तो अब यसमा जस्तो 1 मा 1 र 2 छ अनि यसको 1.5 अहिले आएको थियो नि 1.5। अब यसमा चाहिँ के गरिदिने भन्दाखेरि ए इक्वल्स टु बी बी इक्वल्स टु सी भन्ने मतलब के हो, 2 मा ए इक्वल्स टु बी भनेपछि यहाँ 2 राख्ने, यहाँ कति राख्ने 1.5 राख्ने, चेन्ज इन्टरचेन्ज यताउति चेन्ज गर्दै जाने। अब यसको भ्यालु कति हुन्छ हेरौँ है त। अब सिमिलरली नै अघि जस्तै नै फर्मुला सेट गरेपछि अब हेर्ने 2 र यति गर्दाखेरि यहाँ कति 1.636 आयो। अब यहाँ लेख्ने कि ए इक्वल्स टु बी बी इक्वल्स टु सी भनेपछि यहाँ 3 मा के भयो त भन्दाखेरि यो 1.5 यता आयो, यो 1.636 यहाँ आयो भनेपछि यहाँ के अरे 1.5 यहाँ आयो, 1.636 यहाँ आयो, कति आयो ठ्याक्कै 1.676 आयो। यो के हुन्छ ए इक्वल्स टु बी बी इक्वल्स टु सी नै हो अलवेज। त्यहाँदेखि 4 मा पनि 1.636 यहाँ आयो, 1.676 यहाँ आयो, यसरी गरेपछि 1.636 यहाँ आयो, 1.676 यहाँ आयो भनेपछि कति भयो यसको एन्सर कति आयो त भन्दाखेरि 1.671 आयो भनेपछि ए इक्वल्स टु बी बी इक्वल्स टु के भयो त सी भयो। त्यस्तै 5 मा के भयो त 1.676 र 1.671 यहाँ आएपछि कति भयो त 1.676 र 1.671 यहाँ आउँदाखेरि कति आयो त्यति नै आयो, 1.671 आयो। ए इक्वल्स टु बी बी इक्वल्स टु सी भने यो गेट एन्सर यति नै हो। अब यो चाहिँ के भयो त यो चाहिँ रिक्वायर्ड रुट भयो क्या, यति नै हो। कति सजिलो रहेछ त थाहा पाउनुभयो। अब अर्को हामी मेथड हेर्छौँ। अब हामीले पढ्ने भनेको चाहिँ एउटा न्युटन र एब्सन्स मेथड वा आरएन मेथड भन्ने हुन्छ, यो फोर्थ मेथड हो। अब यसमा चाहिँ कस्तो कस्तो हुन्छ भन्दाखेरि एउटा कुनै पनि एउटा फङ्सन्स दिएको हुन्छ है, एउटा एफएक्स भन्ने एउटा फङ्सन्स दिएको हुन्छ, त्यसबाट हामीलाई जे पनि ए र बी त थाहा भइहाल्छ है। यहाँबाट कसरी थाहा हुन्छ भन्दाखेरि हामीले सपोज गर्ने हो नि त, सपोज गर्ने त्यस पछाडि के गर्ने फङ्सन्स फाइन्ड गर्ने जुन चाहिँ अब एक्स नट भन्ने फाइन्ड गर्ने जुन चाहिँ ए प्लस बी बाई 2 अगाडिको जस्तै हो, ए प्लस बी बाई 2 गर्ने। अब त्यस पछाडि जुन एक्स एन निकालिन्छ त्यो गर्नको लागि चाहिँ एक्स एन माइनस 1 भनेको त्योभन्दा अगाडिको भ्यालु माइनस फङ्सन अफ एक्स एन माइनस 1 बाई त्यसैको डेरिभेटिभ के त एक्सको पावर एन माइनस 1 यति गर्नुपर्छ। भनेपछि यसमा के चाहियो, यसमा रिक्वायर्ड के भयो त रिक्वायर्ड डेरिभेटिभ चाहिँ जान्नु पऱ्यो, कुनै पनि फङ्सन्सको डेरिभेसन गर्न जानु पऱ्यो। जस्तो एउटा एक्जाम्पल हेरौँ, जस्तो एउटा छ एक्स स्क्वायर माइनस 2 भन्ने एउटा कुनै पनि छ अनि यसको फङ्सन्स भनेको त एक्स स्क्वायर माइनस 2 नै भयो, तर डेरिभेटिभ अफ फङ्सन्स चाहिँ कति हुन्छ त भन्दाखेरि 2x हुन्छ। यो कुरो थाहा छ नि कि एक्स स्क्वायर डिभाइड डिएक्स भयो भने पावर अगाडि आउँछ, पावरमा 1 घट्छ मतलब 2x भयो नि हो, यही तरिकाले गर्ने हो। अब जस्तै यो क्वेसन चाहिँ
यो मेथडबाट सल्भ गर्दाखेरि कसरी गर्ने भन्दाखेरि यो त दुईवटा थाहा भयो। अब जस्तो अघि जस्तै ए र बी बनाइदिउँ। जस्तो यसको एप्रोक्सिमेटली भ्यालु कति आउँछ होला एकताल चेक गरौँ है। 1.41 आयो। अब यसको 1.41 आउँदाखेरि यसको भ्यालु 1.41 आयो। अब यसको भ्यालु 1.41 आउने बित्तिकै 102 भयो भन्ने कुरा थाहा भइहाल्यो। त्यो 102 गर्ने होइन। अब एफ अफ एक्स कति हुन्छ त भन्दाखेरि एफ अफ एक्स माइनस 102 हुन्छ। भनेपछि यो सेटिस्फाइड भयो कि एफ अफ एक्स एफ अफ बी एफ अफ ए एफ अफ बी चाहिँ लेस देन 0 भयो। अब त्यस पछाडि हामीले के गर्न सक्छौँ भन्दाखेरि अब जस्तो एक्स नट त पत्ता लगाउनु पऱ्यो। एक्स नट भनेको ए प्लस बी बाई 2 ए भनेको 1 भयो 2/2 आयो मतलब के भयो 1.5 आयो। अब एक्स 1 निकाल्नको लागि के गर्नु त्योभन्दा अगाडिको एक्स n - 1 भनेपछि एक्स नट हो माइनस फङ्सन्स अफ एक्स बाई के भयो त्यसैको एक्स नट भयो क्या बुझ्यो। फङ्सन्स अफ एक्स एक्स नट बाई एक्स भयो क्या एक्स नट बाई एक्स भयो त्यसैको n - 1 बाई n मैले यहाँ लेखेको थिएँ नि फङ्सन्स अफ n - 1 बाई n - 1 सबैमा भनेपछि यसमा कसरी गर्न सकिन्छ भन्दाखेरि अब एक्स नट भनेको के हो त भ्यालु पुट गर्दा एक्स नट भनेको यहाँ निकालेको छ 1.5 माइनस फङ्सन अफ एक्स नट भनेको चाहिँ यहाँ फङ्सन्समा लगाइदिने यहाँ 1.5 लगाइदिने यहाँ पनि 1.5 लगाइदिने कति हुन्छ यहाँ कति 1.5 को स्क्वायर माइनस 2 बाई 1.5 इन्टु 2 है 2 इन्टु 1.5 यति भयो। अब यसको एन्सर कति आयो त क्यालकुलेटरमा गर्दाखेरि 1.416 आयो। अब त्यसरी सिमिलरली गर्ने अब x2 x3 गर्ने जबसम्म दुईवटा सेम भ्यालु आउँदैन। अब यो चाहिँ कस्तो भने फास्ट मेथड हो त्यस कारणले यसमा चाहिँ टेबल बनाइराख्नु पर्दैन 2-3 स्टेपमै भइहाल्छ। x2 x3 सम्म निकाल्दा भइहाल्छ हेर्नु त हेर्नु है x2 कति भयो त x2 भनेको 1.41 आयो x3 कति आयो त भन्दा सेम 1.414 आयो भनेपछि के हो त यही रुट भयो यति छ अहिले छ। अब अर्को लास्ट मेथड छ जुन चाहिँ फिक्स्ड पोजिसन्स मेथड भन्ने त्यो पनि हेरिहाल्नु। फिक्स्ड पोजिसन मेथडमा चाहिँ कस्तो हुन्छ सर म भनिहाल्छु। फिक्स्ड पोजिसन इटरेसन मेथडमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि एउटा फङ्सन कुनै दिएको हुन्छ त्यो जुन चाहिँ अगाडिको जस्तै हो a प्लस b बाई 2 नै निकाल्नु पऱ्यो सेम कुरो नै हो त्यो अगाडिको जस्तै चेक गर्ने र क्यालकुलेसनमा चाहिँ gx x नट x1 लगाउनु पऱ्यो है। त्यसपछि अगाडिको जस्तै नै हो जस्तो एउटा कुनै क्वेसन थियो यसको x³ माइनस x माइनस 3 थियो यसको फङ्सन चाहिँ यति भयो भने यसलाई मैले यसरी लेख्न सक्छु किन यसलाई उता लाँदाखेरि x प्लस 3 यस्तो लेख्न सक्छु नि। अब x इक्वल्स टु q थ्रुड x प्लस 3 लेख्न सक्छु भनेपछि यो चाहिँ के हो त x भयो। अब यसलाई gx मान्दाखेरि कति भयो त 3/x प्लस 3 अब यसको एप्रोक्सिमेट भ्यालु कति छ 1.671 समथिङ कति छ त्यति भएपछि एउटा 1 हुन्छ एउटा 2 हुन्छ भनेपछि एउटा 1 लिउँ एउटा कुनै भ्यालु लिउँ भनेपछि अब लेट आफूले x नटलाई चाहिँ 1 मानौँ है। जस्तो कि x1 इक्वल्स टु gx नट हुँदाखेरि चाहिँ के भयो त भन्दाखेरि अब यसैको भ्यालुमा x नटको भ्यालु राखिदिएँ 3√अंडर कति हो त 1 प्लस 3 भनेको q थ्रुड 4 हो नि त यतिको भ्यालु कति भयो त 1.587। अब यसमा सिमिलरली सबैमा भ्यालु लगाइदिने के जस्तो x यो भयो x नट भयो x नट यहाँ लगाइदिने फेरि x1 आयो x1 यहाँ लगाइदिने x2 आयो x2 यहाँ लगाइदिने x3 आयो x3 यहाँ लगाइदिने जुन चाहिँ दुईवटा सेम भ्यालु आयो भनेपछि अब के भयो त यसको रुट चाहिँ यही भयो 1.671। यसरी नै हामीले यो 3टै मेथड 3-4-5वटै मेथडबाट सल्भ गर्न सक्छौँ एउटा इक्वेसन। थ्याङ्क यू फर वाचिङ डोन्ट forget to subscribe my channel. Thank you.